जता पायो है पाइन्छ। यसलाई जङ्गली बिउ पनि भन्छ, कसैले कचुल्टो पनि भन्छ होइन। यो काँडादार हुन्छ यसको पात, यहाँ तपाईँले देखिराख्नु भएको छ। यो चाहिँ एउटा जडी औषधि हो। विशेष हाम्रो पारम्परिक पुर्खौलीहरूले यसलाई औषधिको रूपमा युज गर्थ्यो र यो एकदम संरक्षण गर्नु जरुरी पनि छ। र यो औषधि चाहिँ केमा प्रयोग हुन्छ भने चाहिँ यो दाँत किराले खाएको, दाँत दुख्ने होइन, गिजा फुलिने गर्छ नि, दाँत दुखेर कोपिल्टा परेको, पुवाल परेको हुन्छ, त्यसको लागि चाहिँ जरुरी। अब किरा पनि बुरुरु झार्थ्यो त्यो एकखेप। प्रयोग विधि चाहिँ विशेष चाहिँ यो अहिले चाहिँ हरियो छ दाना है। र यसको पूर्ण रूपले यो पहेँलो हुन्छ पाकेपछि चाहिँ। यहाँ हेर्नु सक्नुहुन्छ यो पाकेको, यो यहाँ हेर्नुहोस्, यहाँ यो पाकेको। अन्त यो पाकेकोलाई चाहिँ तपाईँले टिप्नुहोस् है। टिपेपछि चाहिँ यसलाई यो भित्र हेर्नुहोस्, यहाँनिर यसको चाहिँ यो दाना हुन्छ यस्तो, यो देख्नुभयो दाना। यो दानालाई चाहिँ तपाईँले नाङ्लो अथवा कागजमा घाममा सुकाउनुहोस् है। छिप्पेको हुनुपर्छ, पाकेको हुनुपर्छ। पाकेपछि मात्रै यस्तो प्रकारको दाना हुन्छ है त। अन्त यो दानालाई चाहिँ तपाईँले कसरी किरा झार्ने भन्दाखेरि यो दाना सुकाउनुहोस् पहिला। त्यहाँदेखि कोइलाकै यति जस्तो कोइला लिनुहोस् है, अनि कागजको जस्तो सोते जस्तो बनाएर अथवा सोते नै प्रयोग गर्दा पनि हुन्छ। अन्त कोइला 3-4वटा मुनि राखेपछि यो माथिबाट हाल्नुहोस्। त्यहाँदेखि यसो गोलो परेको सोतेले चाहिँ मुखमा गरेर चाहिँ त्यो धुवा चाहिँ मुखमा हाल्नुहोस्। निकै बेरसम्म हाल्नुपर्छ होइन। अन्त कोइलामा यो हालेपछि त्यो धुवा चाहिँ मुखमा लाग्नुपर्छ। पूर्ण एकैछिनमा होइन, निकै बेरसम्म लाउनुपर्छ, लगाइरहनुपर्छ। त्यहाँदेखि त्यसको रिजल्ट हेर्नुहोस्, किरा बुरुरु झर्छ। किरा चाहिँ तल भुइँमा झर्छ होइन। त्यति बेला चाहिँ रालहरू पनि आउँछ, त्यो राल साल चुहोस् जेसुकै होस्, तर तपाईँले गर्नु छोड्नु, अलिक गरम हुन्छ, कोइलाको भाप धुवा हुन्छ होइन, असजिलो महसुस हुन्छ, तर त्यही धुवाले नै किरा चाहिँ झर्छ।